बाजे यो कहिलेदेखि यस्तो थियो बाजे भनिदिनु त? जिजु च्याप्चुको पालोदेखि नै यो यसरी बोल्छ। अनि यहाँ मान्छे कतिको आउँछन् नि यो हेर्न? आउँछन्। हजुर ल्यायो होइन? हजुर। यसको प्रचलित चाहिँ भएको छ, यसको चाहिँ केही व्यवस्था गर्नुपर्छ भन्ने कुरा नगर प्रदेशबाट पनि केही कुराहरू भएको छ होइन? हजुरहरु आउनुभयो हो हाम्रो जुजु। इस टाइम पे नेपाल से एक शॉकिंग न्यूज आई है जिसको देख के मैं काफी हैरान हूँ। कहा जा रहा है कि नेपाल में एक ऐसी जगह मिली है जहाँ पे कुछ ऐसे पत्थर है जो कि इंसानों की तरह बोलते हैं, यानी आप पत्थरों से बात करोगे तो वो पत्थर आपको जवाब देंगे। आपके साथ ये वीडियो शेयर करते हैं और आपको बताते हैं कि वहाँ के गांव वाले इसके बारे में क्या बात करें। तो चलिए आपके साथ शेयर करेंगे कि क्या सच में नेपाल में कुछ ऐसी जगह मौजूद है जहाँ के पत्थर इंसानों की तरह बात करते हैं, बोलते हैं। उनकी वीडियो देखेंगे फिर आपके साथ बात करते हैं। यो कहिलेदेखि यस्तो थियो बाजे भनिदिनु त? जिजु च्याप्चुको पालोदेखि नै यो यसरी बोल्छ। अनि यहाँ मान्छे कतिको आउँछन् नि यो हेर्न? आउँछन्। हजुर। ल्यायो होइन? हजुर। यसको प्रचलित चाहिँ भएको छ, यसको चाहिँ केही व्यवस्था गर्नुपर्छ भन्ने कुरा नगर प्रदेशबाट पनि केही कुराहरू भएको छ होइन? हजुरहरु आउनुभयो हो हाम्रो जुजु च्याप्चु बाजेले देखेको यतिकै हो। बोल्छ, बोलाउँछ, कहाँ कहाँबाट मान्छे आउँछन् होइन? आउनुहुन्छ, बोलाउनुहुन्छ, बोल्छ, फोटो खिचेर जानुहुन्छ होइन? अनि त्यो बोल्ने ढुङ्गा चाहिँ बोल्छ नै अहिले पनि? बोल्छ। त्यस्तो अद्भुत छ है। त्यो तपाईले ओरतिरको चाप्लेटी ढुङ्गो देख्नु भएन? देखेकै छैन, अब जाने। त्यहाँबाट दर्शकबिन नमस्कार। आज हामी एउटा यस्तो भिडियो लिएर आएका छौँ जुन निकै रोचक एवं पत्याउनै समेत गाह्रो हुने किसिमको रहेको छ। एउटा यस्तो अचम्मको ढुङ्गा जुन मान्छे जस्तै बोल्ने गर्दछ, मान्छेसँग कुराकानीहरू गर्ने गर्दछ। आज हामी त्यही अचम्मको बोल्ने ढुङ्गातर्फ तपाईहरूलाई पनि सँगै लैजाँदैछौँ। सुन्दा अचम्म लाग्छ तर यो वास्तविक रहेछ। आज हामी प्रत्यक्ष त्यही पुगेर सम्पूर्ण दृश्यहरू यसै भिडियोमा प्रस्तुत गर्नेछौँ। आजको भिडियो सधैँभन्दा केही पृथक अनि केही रोचक पनि रहेको छ, त्यसैले पनि अन्तिमसम्म हेरेर धेरैभन्दा धेरै सेयर गरी लाइक पनि गरिदिनु होला। आउनुहोस् आज नेपालमै लुकेर रहेको अचम्मको बोल्ने ढुङ्गासम्मको यात्रा गरौँ। दर्शकवृन्द यहाँहरू सम्पूर्णमा नमस्कार। हामी यति बेला पूर्वी नेपालको सङ्खुवासभा जिल्ला र तेह्रथुम जिल्लाको सिमानामा अवस्थित टुटे देउराली भन्ने स्थानमा रहेका छौँ र यो पटकको यात्रामा हामी सङ्खुवासभा जिल्लाका विभिन्न रोचक एवं रहस्यमय अनि ऐतिहासिक ठाउँहरूको अवलोकन गरी तपाईँहरूमा प्रस्तुत गर्ने जमर्को गर्दैछौँ। र अब चाहिँ हामी यहाँबाट यो तेह्रथुम जिल्लालाई छोडेर यता सङ्खुवासभातर्फ लाग्छौँ। यो चाहिँ तेह्रथुम जिल्ला र सङ्खुवासभा जिल्लाको सिमाना पनि हो टुटे देउराली। यहाँबाट सिधै माथि जाँदा चाहिँ तिनजुरे, जसलाई गुराँसको राजधानी पनि भन्ने गरिन्छ, गुराँसको राजधानी पनि पुग्न सकिन्छ। तर हामी चाहिँ यतातर्फ सङ्खुवासभातर्फ लाग्दैछौँ। टुटे देउरालीबाट हामी तेह्रथुम जिल्लालाई छोडेर सङ्खुवासभा जिल्लातर्फ अगाडि बढ्यौँ। केही बेर अगाडि बढेपछि एउटा पार्क देखियो जहाँ ठेकीको प्रतिमाहरू बनाइएको थियो। हामी ठेकी पार्कको दृश्यहरू हेर्नतर्फ लाग्यौँ। अहिले चाहिँ हामी यो सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिका अन्तर्गत रहेको यो ठेकी पार्क भन्ने स्थानमा आइसकेका छौँ। यहाँनिर चाहिँ ठेकीको प्रतिमाहरू विशाल विशाल बनाएर राखिएको देख्न सकिन्छ र यो क्षेत्र पनि एउटा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र हो। यतापट्टिबाट केही माथि जाँदा तिनजुरे मिल्के जलजली क्षेत्र पनि जान सकिन्छ र यहाँनिर पनि गुराँसहरू हल्का छ, यहाँ फुल्न पनि थालिसकेको अवस्था छ र यहाँ चाहिँ ठेकी र मदानी होइन बिर्को पनि रहेछ होइन? ओहो, यो ठेकीको संरक्षण गर्ने उद्देश्यले चाहिँ यसरी ठेकीको प्रतिमा बनाएर एउटा पार्क बनाइएको छ। यो ठाउँलाई ठेकी पार्क नै भनिन्छ होला सायद। र यतापट्टि गुराँसहरू पनि पातलो पातलो फुल्न सुरु भइसकेको छ अहिले फागुनको महिनामा पनि। र हामी यो हेर्दै अब अगाडि बढ्दैछौँ। नेपालमा लोप हुने अवस्थामा रहेको परम्परागत काठको ठेकी, जसलाई संरक्षण गर्ने उद्देश्यले विशाल ठेकीको आकृति निर्माण गरी पार्क बनाइएको दृश्य महत्त्वपूर्ण पनि लाग्यो र खुसी पनि लाग्यो। हामीले ठेकी पार्कको दृश्यहरूलाई केही बेर अवलोकन गऱ्यौँ अनि हामी हाम्रो यात्रामा अगाडि नै बढिरह्यौँ।
अहिले चाहिँ हामी दर्शकवृन्द यो ओख्रे भन्ने गाउँको नजिकै आइसकेका छौँ। यतापट्टि सुन्दर गाउँघरहरू देखिरहेका छन्। हामी केही अगाडिबाट यो गाउँको दृश्यहरू अवलोकन गर्नेछौँ र यो क्षेत्रमा चाहिँ खास गरी शेर्पा समुदायहरूको बसोबास रहेको कुरा हामीसँग आउनुहुने साथीले हामीलाई जानकारी पनि गराउनु भएको छ। यतापट्टि चाँपहरू पनि फुल्न सुरु भइसकेका छन् भने गाउँका सुन्दर घरहरू तलैसम्म बाक्लो बस्तिरहेको देखिन्छ। यो दृश्यलाई हामी केही बेर अवलोकन गर्छौँ, त्यसपछि हामी हाम्रो यात्रामा निरन्तर अगाडि नै बढ्नेछौँ। हामीले ओख्रे गाउँको दृश्यहरूलाई केही बेर अवलोकन गऱ्यौँ र अब चाहिँ हामी निरन्तर हाम्रो यात्रामै अगाडि बढ्दैछौँ। अब हामी यहाँबाट केही बेर अगाडि बढेपछि सङ्खुवासभा जिल्लाकै धर्मदेवी नगरपालिकाको केन्द्र रहेको मुडे बजार पुग्छौँ। मुडे बजारको दृश्यहरू पनि हामी केही बेर अवलोकन गर्छौँ र आजको हाम्रो मुख्य गन्तव्य जुन चाहिँ मान्छे जस्तै बोल्ने अचम्मको ढुङ्गा रहेको छ त्यहाँसम्मको हुनेछ। हामी यति बेला चाहिँ यो सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिका अन्तर्गत रहेको मुडे बजारको नजिकै आइसकेका छौँ। यहाँनिर एउटा मन्दिर छ यतापट्टि, अनि यतापट्टि चाहिँ सुन्दर पोखरी छ। यो प्राकृतिक पोखरी हो र यो पोखरी पनि सुन्दर छ भने सानो भए पनि सुन्दर छ। र अझै एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने यो क्षेत्रमा विभिन्न पार्कहरू छन्। अघि हामीले ठेकी पार्क देखायौँ भने यहाँनिर चाहिँ घुम पार्क छ। हामी घुमहरू जुन घुम पनि अब अहिले प्राय लोपै भइसकेको अवस्थामा छन्, जसलाई संरक्षण गर्नको लागि यहाँ घुम पार्क पनि निर्माण गरिएको छ। हामी त्यतातर्फ जाँदैछौँ। यहाँनिर छन् चिटिक्क परेको सुन्दर पोखरी, अनि यतापट्टि हामी घुम पार्कतर्फ जाँदैछौँ। यहाँनिर घुम पार्क देख्न सकिन्छ र कुनै किसानले यसरी घुम ओढिरहेको यस्तो प्रतिमा बनाइएको छ। यो एकदमै महत्त्वपूर्ण लाग्यो मलाई चाहिँ। घुमको एउटा संरक्षण गर्ने उद्देश्यले पनि यसरी बनाइएको देख्न सकिन्छ। यतापट्टि किसान पुरुष हुनुहुन्छ भने यतापट्टि महिला किसानले घुम ओढेको यस्तो प्रतिमा देख्न सकिन्छ। यो चाहिँ मलाई अति नै मन पर्यो र यहाँनिर चाहिँ माथि चढेर भ्यू हेर्नको लागि मुडे बजारको दृश्यहरू अवलोकन गर्नको लागि यो भ्यू टावर पनि बनाइएको छ। यतापट्टि पनि घुमको प्रतिमाहरू देख्न सकिन्छ। र अब चाहिँ हामी मुडे बजारतर्फ जाँदैछौँ। अब यहाँबाट चाहिँ हामी मुडे बजार प्रवेश गर्दैछौँ। मकालु हिमालको काखमा रहेको सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर यहाँ गेट बनाइएको छ। गेट प्रवेश गरेर हामी मुडे बजारतर्फ जाँदैछौँ र गेटको दायाँ बायाँ डाँफेहरूको प्रतिमा बनाइएको छ। र यो सङ्खुवासभा जिल्ला चाहिँ हिमालको जिल्ला भन्दा पनि हुन्छ। मकालु हिमाल जुन विश्वका 8000 मिटरभन्दा अग्ला हिमालहरूमध्येमै पर्छ मकालु हिमाल। र अब यहाँबाट हामी मुडे बजार प्रवेश गर्दैछौँ। मौसम धुम्मिरहेको अवस्था छ। अब बजारको केही दृश्यहरू पनि हामी पर्खिएर भए पनि हेर्नेछौँ। दर्शकवृन्द, हामी यतिखेर चाहिँ यो सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिका अन्तर्गत रहेको यो मुडे बजारमा आइसकेका छौँ। यो मुडे बजारको मध्य भागमा चाहिँ यहाँनिर चाँपको प्रतिमा पनि बनाइएको छ। र यो बजारको इतिहास बुझ्दा चाहिँ यहाँनिर एउटा विशाल पोखरी थियो अरे पहिला, र पछि यो पोखरी चाहिँ सुक्दै गएर यो यतापट्टि चाँपहरू पनि प्रशस्तै पाइने भएको कारणले यहाँ चाँपको प्रतिमा बनाइएको छ भने पोखरी चाहिँ पछि सुकेपछि यहाँ बजार बसेको भन्ने यहाँको इतिहास पनि बुझियो। र हामी यो बजारको दृश्यहरू अवलोकन गर्दै अगाडि नै लाग्नेछौँ। मुडे बजारको मुख्य चोकबाट हामी दक्षिणतर्फ अगाडि बढ्यौँ। मुडे बजार अलिकति उचाइको क्षेत्र भएको कारणले यो क्षेत्रमा पुरै धुम्मिरहेको अवस्था थियो। हामीले माथिबाट मुडे बजारको दृश्यलाई अगाउजी अवलोकन गर्न चाहिँ सकेनौँ। तैपनि बजारको दृश्यहरू अवलोकन गर्दै गर्दै हामी दक्षिणतर्फ अगाडि बढ्यौँ।
यहाँ मूल गाउँमा हामी आइपुग्यौँ। यहाँनिर एउटा चिटिक्क परेको घर छ, वरिपरि यतापट्टि बारी छ। यहाँ आमालाई सोध्यौँ, गाउँको नाम थाहा नपाएर मूल गाउँ भन्नुभयो र एउटा चिटिक्क परेको घर देख्न सकिन्छ। हामी अगाडि नै बढिरहेका छौँ र यहाँबाट चाहिँ अब हामी अफरोड बाटो हुँदै नै अगाडि बढ्दैछौँ। अब कहाँनेरि बाटो चाहिँ हामी पिच भेट्छौँ भन्ने चाहिँ थाहा छैन, सायद नभेट्न पनि सकिन्छ र हामी सिधै यस्तै गाउँघरको दृश्यहरू अवलोकन गर्दै अगाडि बढ्दैछौँ। दर्शकवृन्द, हामी निरन्तर यात्रामै छौँ। यतापट्टिका गाउँका घरहरू धेरै सुन्दर देखिरहेका छन्। यो ठाउँलाई चाहिँ देवानढुङ्गा भनिँदो रहेछ र पुरानो प्रकृतिका खरको छानु भएका घरहरू अझै पनि यतापट्टि देख्न सकिन्छ। यस्तो राम्रो घर छ यहाँनिर र हामी जाने बाटो चाहिँ यता छ। यस्तो छ बाटो चाहिँ, अफरोड बाटो छ, त्यति अप्ठ्यारो पनि छैन, त्यति सहज पनि छैन र यो गाउँका घरहरू हेर्दै हेर्दै हामी अगाडि बढ्दैछौँ। हामी गाउँका पुराना घरहरू हेर्दै अगाडि बढिरहेका थियौँ। बाटोमा एउटा अचम्मको चट्टान देखियो, जुन चट्टानलाई स्थानीयहरूले देवानढुङ्गा भन्ने गर्नुहुँदो रहेछ र यो गाउँलाई पनि देवानढुङ्गा भनिँदो रहेछ। खास गरी यहाँ चाहिँ पहिला देवान थरका मानिसहरूको बसोबास रहेको र नाम पनि देवानढुङ्गा रहेको भन्ने कुरा हामीले स्थानीयहरूबाट बुझ्यौँ। यो देवानढुङ्गा चाहिँ हेर्दा अहिले सानो भए पनि पहिला धेरै विशाल थियो अरे। यो ढुङ्गा चढ्नलाई करिब 4-5 घन्टासम्म लाग्ने कुरा पनि हामीले स्थानीयहरूबाट बुझ्यौँ र पछि यही ढुङ्गा फुटेर तल्लो गाउँसम्म पुगेको र हालको मान्छे जस्तै बोल्ने ढुङ्गा पनि यही चट्टानबाट फुटेर गएको भन्ने यहाँको इतिहास रहेछ। यस विषयमा हामी यहाँका स्थानीयहरूसँग थप कुराकानीहरू गर्दैछौँ। त्यसपछि हामी बोल्ने ढुङ्गातर्फ नै जानेछौँ। दाजु, हजुरको नाम भनिदिनु त। हजुरको घर चाहिँ यही देवानढुङ्गा। यो ढुङ्गाको बारेमा चाहिँ एउटा रोचक रहस्य रहेछ, त्यस बारेमा अलिकति बताइदिनु न। अनि यो पहिला चाहिँ लगभग धेरै पहिला हजुर देवान भन्ने मान्छे थरहरू त्यो जस बस्ती थियो अरे, देवानमै पुरै एउटा गाउँमा हजुर देवान भन्नेको बस्ती। हजुर त्यतिखेर त्यो ढुङ्गा पनि ठुलै निकै ठुलै थियो अरे। निकै भन्दाखेरि चढ्नै लगभग 4-5 घन्टा लाग्छ भन्दै माथि पुग्नलाई। त्यति ठुलो? त्यस्तो ठुलो थियो अरे। अनि त्यस पछाडि अनि ती पछि गएर तिनीहरू अब हट्दै गए अथवा बसेसर्दै गए कता ती थरहरू ती बस्तीहरू चाहिँ। पछि अनि त्यस पछाडि 90 सालमा भुइँचालो आयो, भुइँचालो आएर लड्यो त्यो ढुङ्गा। त्यो ढुङ्गा लडेर यता हुने सबै यता पारि त्यो ढुङ्गा मुनि ठुलो छन् क्या ढुङ्गाहरू, ठुल्ठुला छन् उँधो। अब तल्लो गाउँसँगै पुगेको भन्छ त्यही ढुङ्गा लडेर नै पुगेको भन्ने। हामी अब जान लागेको त्यसको ढुङ्गो लडेर पुगेको ठाउँ नै जान लागिरहेको छ। त्यो तलै बोल्ने ढुङ्गा धेरै तल बोल्छ अरे त्यो ढुङ्गा होइन, बोल्ने ढुङ्गा भन्छन् नाम चाहिँ। हजुर, ल हुन्छ, जानकारी गराइदिनु, धन्यवाद। देवानढुङ्गाको इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी हामीले यहाँका स्थानीयहरूबाट लियौँ अनि हामी बोल्ने ढुङ्गातर्फ निरन्तर अगाडि नै बढिरह्यौँ। बाटोमा गाउँघरहरू पुराना प्रकृतिका सुन्दर देखिन्थे, तर बाटोको अवस्था भने पुरै अफरोड थियो। हामी देवानढुङ्गा गाउँबाट केही बेर ओह्रालो बाटोको यात्रा गरेपछि यतिखेर यो घना जङ्गलको मध्य भागमा आइसकेका छौँ। यो ठाउँलाई के भनिन्छ त्यो त थाहा छैन, तर यहाँबाट माथितर्फ निहाल्दा एउटा अचम्मको चट्टान देखिरहेको छ। यो चट्टान चाहिँ बोल्ने ढुङ्गा चाहिँ होइन र यो ठाउँको नाम पनि ठ्याक्कै के भनिन्छ थाहा छैन, तर चट्टान हेर्दाखेरि चाहिँ धेरै अद्भुत किसिमको देखिरहेको छ। बिचमा एउटा सानो ओडार जस्तो पनि देखिरहेको छ भने केही माथि बरपिपलको चौतारी जस्तो पनि देखिरहेको छ र यतापट्टि विशाल जङ्गलको बिचबिचमा अनौठा किसिमका चट्टानहरू पनि देखिरहेका छन्। यस्तो चट्टानहरू चाहिँ यतापट्टि प्रशस्तै रहेका छन् जस्तो पनि देखिरहेको छ र माथिको रहस्य जुन देवानढुङ्गा 90 सालको भुइँचालोले फुटाएपछि छरिबरी भएका चट्टानहरू सायद यिनै पनि हुन सक्छन्। हामी यस्तै दृश्यहरू अवलोकन गर्दै अगाडि बढिरहेका छौँ, तर यो बोल्ने ढुङ्गा चाहिँ होइन। अब बोल्ने ढुङ्गा जानको लागि चाहिँ हामी यहाँबाट केही बेर ओह्रालो लाग्छौँ र एउटा सुन्दर गाउँ रहेको छ अरे भन्ने कुरा पनि सुनिएको छ। गाउँको दृश्यहरू पनि अवलोकन गर्दै हामी बोल्ने ढुङ्गातर्फ जानेछौँ। हामी निरन्तर यात्रामा अगाडि बढिरहेका छौँ। यतापट्टिका चट्टानहरू यति अद्भुत र यति विशाल छन्, हेर्दै हेर्दै अगाडि नै बढिरहेका छौँ। र यो गाउँलाई चाहिँ यता मूल गाउँ भनिँदो रहेछ। तल एउटा बाक्लो बस्ती पनि छ, झुरुप्प घरहरू र यतापट्टिका अचम्मका चट्टानहरू जुन हामी हेर्दै नै जाँदैछौँ। यहाँ विभिन्न आकृतिहरू पनि छन् चट्टानमा, जुन हेर्दा
धेरै रोचक पनि लाग्ने गर्दछ। र यो चट्टान चाहिँ त्यो अघि हामीले सिरानबाट खिचेको जुन देवान ढुङ्गाबाटै बग्दै बग्दै आएको भन्ने एउटा यसको इतिहास पनि छ। यसबारेमा हामी अझै विस्तृत जानकारी यहाँका स्थानीयहरूबाट लिने नै छौँ। र हाम्रो गन्तव्य चाहिँ माथिबाट यो चट्टानको तल्लो छेउ तल छ एउटा बोल्ने ढुङ्गा। बोल्ने ढुङ्गा भनिसकेपछि कति अचम्मको होला त्यो ठाउँसम्म पुग्ने हाम्रो योजना छ। र यस्ता दृश्यहरू कैद गर्दै गर्दै नै हामी अगाडि बढिरहेका छौँ। हामी विभिन्न किसिमका अचम्म लाग्दा आकृतिहरू भएका चट्टानहरूको दृश्यहरू हेर्दै हेर्दै ओह्रालो लाग्यौँ। केही बेरको ओह्रालो पश्चात हामी मूलगाउँ भन्ने स्थानमा पुग्यौँ। मूलगाउँ बाक्लो बस्ती भएको सुन्दर गाउँ रहेछ र यो गाउँमा चाहिँ खास गरी जिमी जातिहरूको बसोबास रहेको कुरा हामीले स्थानीयहरूबाट बुझ्यौँ। हामीले जिमी गाउँका केही दृश्यहरू पनि यसरी अवलोकन गऱ्यौँ र जिमी गाउँमा चाहिँ खास गरी पुराना प्रकृतिका घरहरू प्रशस्तै अहिलेसम्म पनि जीवितै रहेको देखियो। मलाई पुराना घरहरू एकदमै मनपर्छ, त्यसमा पनि खरको छानो लगाएका घरहरू धेरै मनपर्छ र यो गाउँमा आएपछि यस्तै घरहरू देख्न पाउँदा ज्यादै खुसी पनि लाग्यो। यहाँ कति घर हुनुहुन्छ तपाईँहरू? हामी हजुर यो गाउँमा हजुर 185 घर 185 घर हुनुहुन्छ। त्यसमा जिमीहरू अनि अरू के जात जाति? जिमी 95 घर छौँ। हजुर अरू दलित जाति 52 जाति होइन हजुर त्यसमा अब छन्। अनि यहाँनिर एउटा रोचक रहस्य चाहिँ जुन बोल्ने ढुङ्गा भन्छन्। बोल्ने ढुङ्गा ठिक्कै सोझै जानुहोस्। हजुर यो पर टर्नीदेखि सिधा जानुहोस् परतिर बोल्ने ढुङ्गा अति राम्रो। त्यो बोल्छ नै ढुङ्गा? बोल्छ। वरबाट बोलाउनुहोस् त्यस्तो अद्भुत छ। हामी पनि त्यही बोल्ने ढुङ्गा धेरै अद्भुत छ भनेर सुनेर आएको। तपाईँ औ श्याम कताबाट आउनुभयो? किन आउनुभयो? अहिले पनि त्यो बोल्छ? बोल ठ्याक्कै जानुहोस् ठ्याक्कै रोड ठ्याक्कै पुग्छ बाइकहरू। हजुर यति नै हो, अरू केही पनि हजुर त्यहाँ अब त्यसको अब मनसुदा केही पनि भएको छैन होइन। जुन पार्टी जे आए पनि त्यसको केही पनि संरक्षण भएको छैन। त्यो माथि चढेर तपाईँको त्यहाँ एउटा बोरको बिरुवा छ होइन, त्यो माथि चढेर लिस्न लाएर पिकनिक खान्छन्। हजुर माथि ढुङ्गा चाहिँ ठुलो चार पार्टी पहिलादेखि थाहा पाउनुहुन्छ त्यो ढुङ्गा कि पछिबाट यो काँड लडिआएको हो कि? मेरो जुजु च्याप्चुले त त्यही ढुङ्गा अब कति 9 पुस्ता म भएँ नि, 9 पुस्तासम्म त्यो ढुङ्गा त्यही छ। हजुर 9 पुस्ता तपाईँको च्याप्चुदेखिको पालाको देखिको त्यो ढुङ्गा चाहिँ नि माथि एउटा जुन एउटा ढुङ्गा रहेछ सिरानमा हामीले हेऱ्यौँ, त्यसलाई देवान ढुङ्गा भन्दो रहेछ। त्यहाँबाट लडेर आएको भन्ने जस्तो पनि त्यसको सुन्यो होइन? त्यो चाहिँ त्यो अरू भिरैभरि ढुङ्गा छ नि। त्यो तपाईँको त्यो त्यहाँ मङ्गलङ भिरमा जाँदाखेरि त्यो भनेको त्यो एउटा ढुङ्गा खस्यो भने तल कहाँ छर्लङ्गै गर्छ, तल ठुलो पानीको धारा छ। हजुर तपाईँको त्यो पानीको धारा यो हाम्रै जग्गा भित्र पर्छ होइन, यहाँ हाम्रो गौरङ काकाहरूको जग्गाभित्र पर्छ। हजुर त्यो पानी ठुलो छ, मालिङको पात कहिले बगाएर ल्याउँछ होइन। अनि त्यो ठुलो पहरा छ त्यहाँदेखि। अब त्यहाँ त्यसको जोडी कहाँ छ भन्दाखेरि त अरुणदेखि अलिक माथितिर त्यो बेसीमा छ। अरुण पारी वारी नै छ। केवा बेसी भन्ने ठाउँमा त्यसको जोडी छ। त्यसको जोडी दुईटा ढुङ्गा थियो जोडी। यसको जोडी ठ्याक्कै स्याम त्यस्तै छ। त्यस्तो छ है? हजुर बाजे नमस्कार। ठिक छ। हजुरको नाम के हो भनिदिनु न? मेरो माइत बहादुर। माइत बहादुर जिमी लिङ्खा। तपाईँहरू जिमी जात चाहिँ? जिमी जात चाहिँ जिमी हो। हजुर अनि तपाईँको छ नि हामी सबै यो एरियाको जिमिनदार हो। यो जिमीको धानी। हजुर अहिले तपाईँको हुँदै जिमी भयो पुरै जिमी। यहाँ कति घर हुनुहुन्छ हजुरहरू? हामी 105 घर छौँ। जिमीहरू मात्रै 105 घर? त्यति छ। अरू जात जाति पनि छ? ए छरिबरी। भनेपछि तपाईँहरू जिमिनदारबाट जिमी हुनुभएको? जिमी। कति वर्ष पुग्नु पनि हजुर? म 12 सालले तपाईँले 12 सालको हुनु? हजुर। ल यहाँ त घरहरू तपाईँहरूको अझै पनि पुरानै खालका खरको छानो लगाएका रहेछ। हजुर राम्रो रहेछ यो गाउँ, एकदमै राम्रो लाग्यो। अनि त्यो बोल्ने ढुङ्गा चाहिँ बोल्छ नै अहिले पनि? बोल्छ। त्यस्तो अद्भुत छ है? त्यो तपाईँले ओरतिरको चाप्लेटी ढुङ्गो देख्नु भएन? देखेकै छैन, अब जाने। त्यहाँबाट बोल्नु पर्छ। हौ के कुरो गर्छ भन्दाखेरि त्यही बोल्छ। ओरतिर यो माथि बाटो जानु कि जानुहोस्, त्यहाँबाट बोलाउँदाखेरि मात्रै पर्ताङ्गी सुनिन्छ। ल हुन्छ बुवा, अब हामी जान्छौँ। बोल्ने ढुङ्गाको बारेमा हामीले धेरै सुनेका थियौँ।
अझ यहाँका स्थानीयहरूले पनि साँच्चै बोल्ने ढुङ्गा बोल्छ भनेर जानकारी गराएपछि हामीलाई अझ उत्सुकता बढिरहेको थियो। हामी यहाँका स्थानीयहरूलाई पनि सँगै लिएर बोल्ने ढुङ्गातर्फ अगाडि बढ्यौँ। यतापट्टि दर्शकवृन्द प्राय अचम्मका ढुङ्गा पनि देख्न सकिन्छ र हामी जाने बोल्ने ढुङ्गा चाहिँ योभन्दा अझै रोचक र अद्भुत छ। हामी जाँदैछौँ। अब चाहिँ हामी बोल्ने ढुङ्गा भएको ठाउँतर्फ जाँदैछौँ दर्शकवृन्द र यहाँनेरि पनि चट्टानै चट्टान छन्। जताततै अद्भुत चट्टानहरू, विभिन्न आकृति भएका चट्टानहरू प्रशस्तै देखिरहेका छन्। यहाँनेरि पनि एउटा अचम्मको चट्टान छ। चट्टानको मध्यभागमा दाउरा पनि राखिएको छ, तर यो बोल्ने ढुङ्गा चाहिँ होइन। हामी बोल्ने ढुङ्गातर्फ जाँदैछौँ र यो चट्टान कस्तो मजाले यो लहर परेको पत्रे चट्टान जस्तो छ र यहाँ बिचमा यता बस्ने भूभाग पनि देखिन्छ। ये बंदा धेरै। देखिए कुछ ऐसा तो रियल में नहीं होता, लेकिन ये पत्थर बोलना, ये सारी चीजें एक आम बात है। ये इंसानों की फितरत होती है कि इंसानों को लगता है कि यहाँ के पत्थर बात करते हैं। एक जमाना था जब पत्थर और बाकी चीजें बात करते थे। वो एक ऐसा जमाना था जिसको हम अगर बात करें तो सैकड़ों सौ साल पहले की बात है। ये वो जमाना नहीं है जिसमें पत्थर आपके साथ बात करते हैं, लेकिन बातें चीजें सुन सकती है। जो नेचुरल चीजें होती हैं, चाहे वो पत्थर हो चाहे वो फिर दरख्त हो, वो इंसानों की बातें सुन सकते हैं, लेकिन बोलने की क्षमता उनमें नहीं होती कि वो आपकी बात सुने। लेकिन माना जाता है कि भाई कुछ ऐसी चीजें थी जिसकी वजह से पत्थर बात करते थे। अब साइंस की अगर बात करें तो साइंस में भी यही कहा जाता है या कहा जाता होगा कि भाई पत्थर एक टाइम पे बात करते थे। और नेचुरल पत्थर की बात करें, वो पत्थर नहीं जो आप बट्टी में या ईंटें बना ले, वो पत्थर नहीं जो कि नेचुरली बनते हैं पहाड़ों में, उन पत्थरों की बात की जाती है या उन पत्थरों की बात की जा रही है कि वो बात करते थे या वो बात सुन सकते हैं। दूसरी चीज जहां तक हम दरख्तों की करें तो दरख्त भी वो नेचुरल चीजें जो कि बात सुन सकते हैं, चीजें सुन सकती है, लेकिन ये कि वो बोल नहीं सकती। अब आप उनको ये तो नहीं कह सकते कि भाई आप बात करो। ये इंसानी फितरत होती है जहाँ पे इंसान को लगता है कि भाई वो चीज मुझसे बात कर रही है या कर रहा है, तो ये इनमें एक बड़ा डिफरेंस बन जाता है। लेकिन मेन चीज ये है कि ये वो जमाना नहीं है कि आप बात करो कि यार पत्थर मुझसे बात करा या पत्थर बात नहीं करा। तो ये एक ऐसा इल्यूजन बना हुआ है इस टाइम पे कि इंसानों को लगता है कि यार ये चीजें रियल में हो रही है।